अहिले तपाईले यहाँ हेर्न सक्नुहुनेछ है, अनेक गरिसक्यो है। यो मौरीलाई चाहिँ यो यहाँबाट निकालेर चाहिँ भित्र हाल्नु भनेर। रानी चाहिँ यही छ, तर पनि है मौरी निस्किनु मन गरेको छैन यहाँबाट चाहिँ। महहरू यहाँ भित्रै छ बच्चाहरू है, त्यही भएर होला यिनीहरू त्यसको मायाले गर्दाखेरि चाहिँ यिनीहरू निस्किनै खोजेको छैन है। भेरी गुड मर्निङ, नमस्कार, सेवान्ने अनि फेरि पनि तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज फेरि तपाईँहरू समक्ष एउटा नयाँ भिडियो लिएर आएको छु। र भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ आज फेरि म जुन चाहिँ त्यो परनिर पोल थियो, त्यो पोलबाट चाहिँ अब कसरी चाहिँ मौरी म निकालेर चाहिँ मेरो यो डुडमा हाल्ने छु त्यो बारे छ। र आज तपाईँले हेर्न सक्नुहुनेछ है, कस्तो प्रकारले चाहिँ म त्यो मौरीलाई चाहिँ अब समातेर हाल्ने छु। र तपाईँले चाहिँ भिडियो अन्तसम्म हेर्नुहोस् होला। र मेरो 1177 सब्सक्राइबर भएकोमा तपाईँ सबैलाई धेरै धेरै मेरो आन्तरिक हृदयबाट धन्यवाद छ। र जति पनि मेरो नयाँ भ्युवर्सहरू हुनुहुन्छ, यदि तपाईँले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने तपाईँले च्यानललाई सब्सक्राइब गर्नुहोस् होला। भिडियोमा के कस्तो हुनेछ तपाईँले भिडियो अन्तसम्म हेर्नुहोस् होला। अहिले चाहिँ म यो मेरो न्युक्लियर बक्स बोकेर चाहिँ यो मेरो बसन्तीमा अब जान लागेको। अब हुन त यो बक्स सानो त सानै छ, तर यो झोला चाहिँ निकै ठुलो भएर चाहिँ निकै असुविधा भयो जस्तो भयो मलाई चाहिँ। अब यसलाई चाहिँ यस्तो प्रकारले लगाएर चाहिँ अब म लाग्ने छु मेरो बसन्तीमा। म सिधै तपाईँहरूलाई चाहिँ स्पटमा भेट्ने छु है, त्यो मौरी भएको जग्गामा। र के कस्तो हुनेछ तपाईँलाई म देखाउने छु। र अहिले चाहिँ मैले यसमा गुहे कभर पनि लगाइदिएँ है, साथसाथै यसमा धुवा पनि लगाउँदैछु मौरी निस्किन्छ भनेर। हुन त मौरी निकै निस्किसक्यो है, तरै पनि अब रानी चाहिँ निस्केको छैन। त्यही भएर म रानीको प्रतीक्षामा यहाँनिर बसिरहेको छु। रानी निस्क्यो भने चाहिँ यो मेरो न्युक्लियर बक्समा हालिदिउँ भनेर चाहिँ म यहाँनिर पर्खिरहेको है। र मैले चाहिँ यो भित्र नै मैले गुहे कपुर हालिदिइसकेको छु। अब गुहे कपुरले मौरी भाग्छ भन्ने एउटा मैले याद भएको थियो है, त्यही भएर चाहिँ गुहे कपुर हालिदिएको छु। र अहिले चाहिँ मौरी चाहिँ निकै निस्किरहेको छ है। साथसाथै यसमा चाहिँ मैले चाहिँ यो ढुङ्गाले पनि ठ्याङ पारेर हटाउँदैछु यो पोलमा चाहिँ। र अब के हुनेछ यसको परिणाम तपाईँले हेर्नुहोस् होला। र अहिले तपाईँले हेर्न सक्नुहुनेछ है, मैले चाहिँ यो यहाँनिर कपुर गुहे कपुर लगाएको थिएँ है, अन्त धुवा पनि लगाएको थिएँ। अन्त यो पाइपमा चाहिँ ढुङ्गाले ठ्याङ ठट्टाएर चाहिँ मौरी रानीलाई चाहिँ मैले निस्किनु बाध्य बनाएँ। र रानीलाई चाहिँ मैले पक्रेर यहाँभित्र हालेको छु। र 2-3 पल्ट एटेम्प गरिसकेर रानी निस्किनु है, त्यही भएर ढुङ्गा लगाइदिएको छु। र अब चाहिँ भर्खरै घर गएर क्विन गेट ल्याएको छु है मैले। र अब चाहिँ यसलाई म यहाँनिर यो निकालेर यहाँ लगाइदिने छु। अन्त तपाईँले हेर्नुहोस् होला मौरी कस्तो प्रकारले यहाँनिर बस्छ भनेर है। म है यो मौरीलाई चाहिँ समातेर यहाँभित्र हालिदिने छु बिस्तारै बिस्तारै गर्दै यसरी। अब रानीभित्र पसिसकेको छ है। अब यिनीहरूले चाहिँ अलिकति थाहा पाएको छैन, अल्लमल्ल परिरहेको छ। अब त्यही भएर चाहिँ यसलाई चाहिँ अब बिस्तारै बिस्तारै गर्दै यसरी यहाँबाट निकाल्दै यहाँनिर लगाइदिने छु। त्यसपछि चाहिँ यिनीहरूले यहाँ रानी यहाँनिर भित्र छ भनेर चाल पाएपछि चाहिँ यिनीहरू समग्र पस्नु हुन्छ। तपाईँले हेर्नुहोस् होला, एकैछिन यहाँनिर एउटा दुईवटा गरेर जब पस्नु थाल्छ है, त्यहाँदेखिको चाहिँ यिनीहरूले सङ्केत पाउँछ कि रानी यहाँभित्र छ भनेर। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै सबै यहाँभित्र मौरी पस्न थाल्छ। तपाईँले अहिले हेर्नुहोस् होला, यी अब सुरु भइसक्यो, यिनीहरूले चाल पायो रानी यहाँभित्र छ भनेर। हेर्नुहोस् होला यस्तो प्रकारले पस्ने हुन्छ। र अब यो जति यहाँनिर मौरी छ है, सबै बिस्तारै बिस्तारै यहाँभित्रै पस्ने गर्छ। र म पनि है मेरो यो काम सोर्दै यहाँनिर यिनीहरूलाई हाल्नेछु। हेर्नुहोस् होला त्यो प्रकारले चाहिँ अन्त यहाँ राखिदिनेछु। त्यसपछि चाहिँ मौरीले चाहिँ है यो वर्कर्स बीले चाहिँ रानीको गन्ध पाएर चाहिँ भित्र सबै पस्ने गर्छ यसरी बिस्तारै। हुनु चाहिँ यो मौरीले मलाई चिल्यो है, 8-9वटा चिल्यो। र अब रानी मौरी पक्रिन पाएँ त्यसमै खुसी म। यता हेर्नुहोस् होला तपाईँलाई, रानी चाहिँ खासमा यहाँनिर आएको जस्तो लाग्यो मलाई, माथि यहाँनिर। त्यही भएर चाहिँ यिनीहरू यहाँनिर हेर्नुहोस् होला यस्तो विगल डान्स भन्छ यसलाई चाहिँ। हेर्नुहोस् होला विगल डान्स, हेर्नुहोस् होला यसरी डान्स गर्छ मौरीहरू चाहिँ रानी यहाँभित्र छ भनेर चाहिँ। यसरी हेर्नुहोस् होला यो अब बिस्तारै बिस्तारै सबै मौरी यो चाहिँ अब यसलाई म समात्दै यसरी भित्र हाल्नेछु। अन्त त्यसपछि चाहिँ अब रानी यहाँभित्र पसिसकेको छ अलरेडी है। त्यही भएर यिनीहरूले चाल पाइसक्यो। अब त्यो माथिकोलाई चाहिँ हाल्नु न, यसलाई पनि हाल्नुपर्छ। अब यो त्यो यो हेर्नुहोस् होला यसरी है मौरी पस्दैछ अहिले धमाधम।
र आजको यो मेरो मौरी यो पाइपबाट निकाल्ने मिसन पनि कम्प्लिट भयो। यसमा चाहिँ मैले के हालेँ भन्दाखेरि चाहिँ गुहे कपुर यहाँनिर ढुटो बनाएर यहाँबाट हालेको थिएँ। त्यसपछि चाहिँ धुवा लगाएँ, अन्त यहाँबाट पाइपमा चाहिँ ड्याङ खटाइदिएको थिएँ मैले है ढुङ्गाले। र अहिले चाहिँ मौरी यसरी पस्न थालिसक्यो, तपाईँले यो हेर्न सक्नुहुनेछ है। आफै बस्छ। र खासमा चाहिँ मैले चाहिँ मौरीलाई चाहिँ है रेस्क्यु गरिदिएको है, किनभने यस्तो यो अप्ठ्यारो जग्गामा पाइपमा चाहिँ मौरी बसेको थियो। अब त्यही भएर चाहिँ अब यिनीहरूलाई चाहिँ मैले अब नयाँ घर दिएको, नभए यो पाइपमा चाहिँ यिनीहरूलाई अब यो बर्खाको बेलामा चाहिँ धेरै अप्ठ्यारो हुन्छ, पानी सानी परेर बिचरा बिजोग हुन्छ है। त्यही भएर चाहिँ यिनीहरूलाई यसरी समात्दै यहाँ हालिदिनेछु। यो वर्कर्स बीले चाहिँ गन्दा पाएर चाहिँ भित्र यसरी पस्ने गर्दछ। हेर्नुहोस् होला है, हुन त यो यो जुन चाहिँ अघि रानी मौरी थियो है, रानी मौरी चाहिँ यहाँनिर भुइँमा थियो, पक्रेर यहाँभित्र हालिदिएको थिएँ मैले। फेरि दुलोबाट निस्केर भागेको थियो, अन्त बल्ल बल्ल खोज्दा बल्ल भेटेर चाहिँ यसलाई फेरि यहाँ मैले हालिदिएको। अहिले चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो प्रकारले चाहिँ मौरी भित्र पस्छ। हेर्नुहोस् होला, रानी पसेको सङ्केत चाहिँ यस्तो हुन्छ। हेर्नुहोस् मजाले सरर भित्र पस्ने गर्दछ। हेर्नुभयो होला है, यो मौरी चाहिँ अलिक सुदम रहेछ। हुन त अघि यो चेप्टेर चाहिँ चिल्लो त चिल्लो लुगाभित्र पसेर। रानी चाहिँ यहीँ छ, तपाईँले हेर्न सक्नुहुनेछ। किन भन्दाखेरि चाहिँ यो मौरी चाहिँ यहाँ थुप्रेको छ है, अन्त यो मौरीहरू पनि भित्रबाट गएर यहीँ आउँदै होला सायद। यिनीहरूलाई चाहिँ म फेरि यहाँबाट यसरी समातेर चाहिँ यहाँबाट भित्र हालिदिनेछु। हेर्नुहोस् होला यसरी। अब यो सबै पछि चाहिँ अब हुनु त यहाँभित्र चाका छ। अस्ति हामीले यहाँनिर सिङ्का हाल्दाखेरि मह निस्केको थियो है, र अब यसको यो जुन चाहिँ यो चाकालाई त माया मार्नु पर्यो, र यसलाई पनि अब म घरमा गएर एउटा ठुलो, यो त मेरो न्युक्लियर बक्स हो है, र यसलाई चाहिँ अब म घरमा गएर चाहिँ अर्को बक्समा सिफ्ट गर्नेछु। र त्यो हाल्नुभन्दा अगाडि चाहिँ एउटा चाका चाहिँ त्यहाँनिर हाल्नुपर्छ, नभए चाहिँ मौरी चाहिँ भाग्ने हुन्छ। यस्तो प्रकारले चाहिँ अहिले मौरी पसेको छ। खुसी लाग्यो आज है, फेरि अर्को मौरी यहाँबाट हाल्न सकेँ मैले त सोचेको थिइनँ यो पोलबाट चाहिँ मौरी निकाल्न सक्छ भनेर चाहिँ है, र आज चाहिँ म यसमा सफल भएँ। एकदमै आफूलाई नै खुसी लागेको छ। तपाईँहरूले पनि यसरी ट्राई गर्नुहोस् होला है। मौरीलाई चाहिँ भगाउने तरिका चाहिँ रहेछ खासमा चाहिँ गुहे कपुर। मैले चाहिँ गुहे कपुरको आज प्रयोग गरेको थिएँ यसमा, साथसाथै धुवा लगाएको थिएँ। अनि यो पोलमा चाहिँ ड्याम यही ढुङ्गाले चाहिँ पड्काएको थिएँ, अघि मैले हिर्काएको थिएँ है। त्यही भएर चाहिँ मौरी चाहिँ अब यो गन्धले पनि होला, धुवाले पनि, अन्त यो ढुङ्गाले हिर्काउँदाखेरि चाहिँ यिनीहरूको त्यो फ्रिक्वेन्सीले गर्दाखेरि चाहिँ मौरी निस्किन बाध्य भयो। त्यही भएर चाहिँ मैले समातेर चाहिँ यहाँ हाल्दैछु। र आज चाहिँ है मैले यो मौरी जुन चाहिँ रानी मौरी चाहिँ मैले यहाँनिर हालिसकेको छु है। तरै पनि यो जति पनि कर्मी मौरीहरू चाहिँ यहाँबाट निस्किनै खोजेको छैन। किन भन्दाखेरि चाहिँ अब यिनीहरूको जति पनि यहाँनिर महहरू यहाँभित्रै छ, बच्चाहरू है, त्यही भएर होला यिनीहरू त्यसको मायाले गर्दाखेरि चाहिँ यिनीहरू निस्किनै खोजेको छैन है। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ यो दुलोमा छ है मौरी चाहिँ, यो पाइपमा तपाईँले हेर्न सक्नुहुनेछ। र मौरीले चाहिँ अलिक निकै चिलिसक्यो है, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। मौरीले चाहिँ यहाँ चिलेर है त सुनाइदिइसकेको छ। यो मौरी चाहिँ खै किन भित्र जान नमन गरेको है, रानी यहीँभित्र छ र पनि है। सायद मलाई लाग्दछ यो बच्चाकै यिनीहरूले मायाले चाहिँ है मौरी चाहिँ यो अब अटेरी भएर बसेको छ। र अर्को कुरा चाहिँ मलाई के लाग्दछ भने चाहिँ है, रानी चाहिँ यहाँनिर एकपट्टि स्प्लिट भइसक्यो है, र यसमा चाहिँ अब फेरि यहाँनिर जति पनि यहाँनिर भित्र चाका छ यिनीहरूले त्यहाँबाट चाहिँ नयाँ क्विन बनाउँछ जस्तो लाग्दछ मलाई चाहिँ। र तपाईँले यहाँ अहिले हेर्न सक्नुहुनेछ है, मौरी चाहिँ पुरा जिउभरि अनुहारभरि आइसक्यो, यता पुरा ढाडतिर पुरा चिलिसकेको छ। यसरी आउँदैछ मौरी चाहिँ। भाइले चाहिँ यहाँनिर यो मौरी हाल्नु कोसिस गरिरहेछ है। रानीभित्र पर यो जुन चाहिँ यो तपाईँको न्युक्लियर बक्सभित्र पसिसकेर पनि है, यो चाहिँ छोड्नै मन गरेको छ यिनीहरू यहाँबाट चाहिँ। तपाईँले यहाँ हेर्न सक्नुहुनेछ, धुवा लगाएर पनि है केही यिनीहरूलाई केही असर परेको छैन। रानी त्यही अलरेडी यहाँभित्र पसिसकेको छ, तर पनि है यो चाहिँ यसको सायद बच्चाले नै गर्दा होला अहिलेसम्म यो यहाँबाट निस्किनु मन गरेको छैन। अहिले तपाईँले यहाँ हेर्न सक्नुहुनेछ है, अनेक गरिसक्यो है यो मौरीलाई चाहिँ यो यहाँबाट निकालेर चाहिँ भित्र हाल्नु भनेर। रानी चाहिँ यहीँ छ, तर पनि है मौरी निस्किनु मन गरेको छैन यहाँबाट चाहिँ। आज चाहिँ पुरै चिरिसक्यो मौरीले। हेर्नुहोस् होला यसरी आइसक्यो मौरी हाततिर पनि है।
जिउभरि पसिसकेको छ भन्दा नभन्दा साँझ पनि परिसकेको छ मौरी चाहिँ खै एकदमै आज यो फलाम भएर चाहिँ यो चाखा ननिकाल्नु पाएर चाहिँ निकै गाह्रो परिरहेछ अहिले चाहिँ र मौरीहरू चाहिँ यसरी है टाउकोतिर पुरा जिउतिर चिरेर चेप्टेर है अनेक भइसक्यो आज चाहिँ के कस्तो भइसक्यो रानी चाहिँ त्यो मौरीको त्यो जुन चाहिँ डुड छ है त्यसमै छ न्युक्लियर बक्समै तर पनि यो अरू फाल्टो मौरीहरू चाहिँ भित्रबाट यसरी मुखतिर आउनु खोज्दैछ पुरै है अचम्मै भइसक्यो आज अहिले तपाईँले हेर्नुहुन्छ है चाहिँ म निकै यहाँनिर पस्ताएँ जस्तो पनि लाग्यो आज चाहिँ है यो पोलमा चाहिँ मैले कहिले यसरी मौरी काटेको थिइनँ निकालेको थिएन र आज चाहिँ मैले हुन त रानी पनि हालेको छु है यहाँभित्र यो यसमा चाखा निकाल्नु सकिनँ है त्यही भएर चाहिँ होला सायद अलिक यो मौरीले चाहिँ निकै दुःख दियो आज र त्यही भएर चाहिँ यता हेर्नुहोस् होला है यतै लम्बाइमाइले मौरीले यता खुट्टातिर ड्याममै छ यहाँनिर हो ढाँडतिर ड्याममै छ र अब भित्र कति मौरी छ अघि मैले हेर्दाखेरि चाहिँ यति मौरी यहाँनिर थियो है र यसमा चाहिँ अब म के गर्नेछु भने चाहिँ घरमा गएर चाहिँ जुन चाहिँ त्यो अर्को मौरीको फ्रेमको चाहिँ चाखा है काटेर चाहिँ त्यहाँनिर टाँसिदिनेछु र यसलाई चाहिँ म अब्जर्भ गर्नेछु र आजको भिडियोमा यति नै है र फेरि तपाईँहरू समक्ष यस्तै अर्को इन्ट्रेस्टिङ ब्लगमा भेट्नेछु र टिल देन किप वाचिङ आवर भिडियोज एन्ड सी यु इन द नेक्स्ट ब्लग